पश्चिम नेपालको प्रशासनिक केन्द्रको रूपमा रहेको पाल्पा दरबार विक्रम सम्वत 1963 सालमा प्रताप शमशेरले बनाएका थिए। 2062 सालमा द्वन्द्वको समयमा यो दरबार पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो, तर पछि यसलाई यसकै पुरानो मौलिक रूपमा पुनर्निर्माण गरियो। अहिले यो भव्य सङ्ग्रहालयको रूपमा रहेको छ। जम्मी 64वटा कोठाहरू रहेको यो दरबार हेर्दा मिनी सिंहदरबार जस्तो लाग्छ। नमस्कार साथीहरू, मेरो यो नयाँ एपिसोडमा यहाँहरूलाई स्वागत गर्न चाहन्छु। आज हामी पाल्पा दरबार सङ्ग्रहालयभित्र के लुकेका छन् सम्पूर्ण दृश्यहरू भिडियो मार्फत देखाउँदै जानेछौँ। साथीहरू, हामी सङ्ग्रहालयभित्र प्रवेश गरिसकेका छौँ। यहाँका प्रत्येक भित्ताहरूले इतिहासका फरक कथाहरू सुनाइरहेका जस्ता देखिन्छन्। यो दरबार द्वन्द्वकालमा ध्वस्त हुनुअघि कस्तो देखिन्थ्यो र अहिले कस्तो छ भन्ने कुरा यी तस्बिरहरूले प्रष्ट पार्दछन्। नेपाल एकीकरण हुनुभन्दा अगाडि पाल्पा राज्य एउटा बलियो राज्य थियो रे। पाल्पाको इतिहास पल्टाउँदा सेन वंशी राजाहरूको कथा सुन्न र पढ्न पाइन्छ। उनै सेन वंशी राजाको नामबाट तानसेनमा सेन माध्यमिक विद्यालय, बुटवलमा मणिमुकुन्द सेन उद्यान पनि नामाकरण गरिएको छ। पाल्पा दरबार सङ्ग्रहालय बाहिरबाट जति राम्रो देखिन्छ त्योभन्दा धेरै गुणा राम्रो त भित्र पसेपछि पो देखियो त। यो बाजा कक्षमा विभिन्न जात जातिका मौलिक बाजाहरू राखिएको रहेछ। दरबार माथि बसेर तानसेन बजार निहाल्दा अत्यन्तै रमाइलो देखिने रहेछ। हाम्रा पुर्खाहरूले प्रचलनमा ल्याएका विभिन्न किसिमका सिक्काहरू समेत यहाँ राखिएको रहेछ। पाल्पा जिल्लाका धेरै स्थानहरूमा नेवार समुदायको बसोबास रहेको पाइन्छ। तानसेन बजार त नेवार समुदायको बाहुल्यता रहेको स्थान नै हो। यस कक्षमा नेवार समुदायले प्रयोग गर्ने बाजा
भाँडाकुँडा, मौलिक वेशभूषा लगायतका सामग्रीहरू देख्न सकिन्छ। इतिहासलाई साक्षी राखेर सङ्ग्रहालयमा सजाइएका सामग्रीहरूले नेपालीको मौलिक पहिचान बोकेका छन्। नेपाललाई संसारमा चिनाउन गरिएको यो प्रयत्न सराहनीय देखिन्छ। पाल्पा जिल्ला त नेपालमै जनसङ्ख्याको हिसाबले मगर समुदाय बढी भएको जिल्ला हो। यस कक्षामा मगर समुदायले नाच्ने मारुनी, सोरठी र कौडा नाचमा प्रयोग हुने मादल, सारङ्गी, झ्याली जस्ता बाजा पनि सङ्कलित गरिएको रहेछ। पुरुषले लगाउने भाङ्रा, कछाड र महिलाले लगाउने फरिया चोली तथा विभिन्न गरगहना समेत देख्न सकिन्छ। पाल्पा जिल्लामा कुमाल समुदायको समेत बाहुल्यता रहेको छ। कुमाल समुदायले दैनिक जीवनयापनमा प्रयोग गर्ने सामग्रीहरू सजाएर राखिएका छन्। साथीहरू, तपाईहरूलाई परम्परागत कुँडुले घरमा बसेको अनुभव छ कि छैन होला? मलाई चाहिँ राम्रैसँग छ। यदि हजुरहरूलाई पनि यस्तो घरमा बसेको अनुभव छ भने कमेन्टमा बसेको छु भनेर लेखिदिनु होला है त। यहाँ राखिएको कुँडुले घरको दृश्यले भुलिसकेको विगतलाई जीवन्त बनाइदियो। हजुरले भिडियोमा देख्दै गरेको कराई पाल्पाली सैनिक जवानहरूले घिउ तताएर खाने कराई हो रे। नेपाल अङ्ग्रेज युद्धताका प्रयोग भएको यो कराई बुटोलको जितगढीमा समेत देख्न सकिन्छ। आहा, पाल्पा दरबारबाट तानसेनलाई निहाल्दा कस्तो सुन्दर देखियो। सङ्ग्रहालयका दृश्यहरू हेर्दा पाल्पा जिल्ला कला र संस्कृतिमा अग्रपङ्क्तिमा आउने रहेछ। भन्नुहोस् त साथीहरू, पाल्पा भन्ने बित्तिकै तपाईको मनमा के आउँछ? पक्कै पनि पाल्पाली ढाका आउँछ होला, होइन त? दृश्यमा देखिँदै गरेको पाल्पाली तानले पाल्पाको पुरानो औद्योगिक र हस्तकलाको सम्पन्नतालाई देखाउँछ। यो सङ्ग्रहालयले पाल्पाली जाति विशेष सामग्रीहरू मात्र नभए छिमेकी जिल्लाहरूमा बस्ने थारू समुदायको
कला र संस्कृतिको समेत सम्मान गरेको पाइन्छ। आहा, कस्तो रमाइलो दृश्य! तानसेन कति रमणीय छ भन्ने कुरा यो दृश्यले पनि देखाउँछ। यहाँ सैनिक सङ्ग्रहालय छुट्टै राखिएको रहेछ। सैनिक सङ्ग्रहालयभित्रकै भिडियो खिच्न अनुमति रहेनछ। सैनिक सङ्ग्रहालयको बाहिरी कक्षमा टाँसिएका राजा, मन्त्री र वीर योद्धाको तस्बिर र दस्तावेजहरूले नेपालको शासनकाल र पाल्पाको प्रशासनिक इतिहासबारे जानकारी दिन्छन्। सुन्दर नगरी तानसेनलाई वरिपरि राखेर उभिएको यो पाल्पा दरबार सङ्ग्रहालय पाल्पाको मात्र नभई नेपालकै गौरवमय इतिहासको साक्षी बनेको छ। पाल्पाका धरोहरहरूलाई चिनाउँदै आफू पनि पर्यटकमा चिनिँदै गएको छ पाल्पा दरबार सङ्ग्रहालय। सङ्ग्रहालयभित्रका ऐतिहासिक कुराहरू हेरेपछि म अहिले दरबारको अगाडिपट्टि आइपुगेको छु। यदि तपाईँ पनि पाल्पा आउँदै हुनुहुन्छ भने तानसेनको यो पाल्पा दरबार सङ्ग्रहालय हेर्न नछुटाउनुहोला। पाल्पाको इतिहास र यहाँको वास्तुकलाले तपाईँको मन लोभ्याउनेछ। आजको ब्लग तपाईँलाई कस्तो लाग्यो? मन परेमा लाइक, सेयर र सब्सक्राइब गरेर जानुहोला। हस्त, धन्यवाद, नमस्कार।